जम्बू टोली चाहिँ फेरि पाहुना खान लागिरहेछौँ है। अझ दुईटा कुरा छ। एउटा चाहिँ बिरामी हेर्ने, यहाँनिर चाहिँ कान्छा काका अलि बिरामी हुनुहुन्छ अरे, अनि उहाँलाई बिरामी नै हेर्ने। अनि नजिकै छ्यामा पनि हुनुहुन्छ। छ्यामाकोमा चाहिँ आज हामी पाहुना खान लाग्दैछौँ गाइस। पाहुना खान लाग्ने बाटो चाहिँ यस्तो छ, ठ्याक्कै रोडको बाटो, गाउँको रोडको बाटो यस्तै छ, अलिक हिलो मैलो। अब यहाँबाट चाहिँ हामी एकैछिनमा पुग्छौँ जङ्गल, अम्लिसो खेती। ओ गाइज कमान ल, यहाँनिर पनि केटाकेटीहरू आउँदैछन् पाहुना खान। हेलो मारी, ए लायरा, हजुर पनि कहाँ जानु भएको? हजुर कहाँ जानु भयो? बाजेकोमा जानु भयो? पाहुना खाना जानु भयो? हो भन न। हो, यस 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 यस। ल ल हाय डोरी काट पार्दा राखिन्छ जरा। बहिनी खोइ आइयामा त्यो कहाँबाट जन्ती पायो? तिमी गएको एक्लै? नगर्नु नगर्नु। पहिला म चाहिँ एक्लै गएको। अनि केटासँग न फेरि ओइ धमिलो, ओइ नगर न। यो बच्चाले चाहिँ मैले कान्नु पऱ्यो। सबै धमिलो बनाइसक्यो। ल यो चाहिँ सेकेन्ड घर पाहुना खान छ्यामाकोमा आयौँ है गाइस। लु छ्यामा ताम्ना रो ताम्ना रो। आमामा नयाँ नयाँ सोल्टेनीहरू देखिन्छ त यता त। होइन नयाँ नयाँ सोल्टेनीहरू चिने चिने जस्तो लाग्यो। नि त सेवारो सेवारो सोल्टेनी ल सेवारो 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 सेवारो। आम्बो यहाँ त कम राम्रो राम्रो छैन नि हो फुलहरू त। कहाँ को होइन ला कुन बाटो गयो?